के तपाईले यस्तो महसुस गर्नुभएको छ कि म प्रार्थनाको लागि लायक छैन? तपाईको कमजोरीले तपाईलाई परमेश्वरबाट टाढा पुर्यायो? बाइबलले भन्छ हिब्रू 4:16मा, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौँ। हिब्रू 4:16ले हामीलाई निम्न 3वटा कुरामा सिकाउँछ। 1. परमेश्वरसँग निडरताका साथ जाऊ। हामी कहिले असफल हुन्छौँ, कहिले थाक्छौँ, कहिले प्रार्थना गर्न पनि डर लाग्छ, तर यो पदले भन्छ साहससँग जाऊ। यो साहस हाम्रो आत्मविश्वासमा होइन, येशूमा आधारित हुन्छ। उहाँले हामीलाई योग्य बनाउनु भएको छ। तपाईले धेरै समय परमेश्वरबाट टाढा अनुभव गर्नुभयो, अब उहाँ नजिक आउनुहोस्। उहाँ तपाईलाई टाढा गर्नुहुन्न। 2. अनुग्रह र कृपा सधैँ उपलब्ध छ। हाम्रो आवश्यकता अनुसार, चाहे त्यो क्षमा होस्, शान्ति होस्, मार्गदर्शन होस् वा शक्ति, परमेश्वरको अनुग्रह ढोका सधैँ खुला छ। हामीसँग जति ठुलो समस्या छ, उहाँसँग अझ ठुलो समाधान छ। तपाईको थकाइ, डर, गल्ती यी सबै लिएर आउनुहोस्, उहाँ दण्ड होइन कृपा दिनुहुन्छ। 3. खाँचोको समयमा उहाँ हाम्रो सहायता हुनुहुन्छ। हामीले जसलाई सहारा ठानेका थियौँ, कहिलेकाहीँ तिनीहरू पनि टाढा जान्छन्, तर परमेश्वर भने सही समयमा सहायता दिनुहुन्छ। ढिला जस्तो लागे पनि उहाँको समय उत्तम हुन्छ। धेरै पटक हामी आफै बलवान बन्न खोज्छौँ, तर यस पदले सिकाउँछ सहायता माग्न लाज मान्नु पर्दैन। निष्कर्ष, आजै तपाईको हृदय खोल्नुहोस्। परमेश्वर तपाईको प्रतीक्षा गर्नुहुन्छ, न्यायको सिंहासनमा होइन, अनुग्रहको सिंहासनमा। तपाईँ जान सक्नुहुन्छ, बोल्न सक्नुहुन्छ र पाउन सक्नुहुन्छ। निडरताका साथ आउनुहोस्, उहाँ तपाईलाई पर्खिरहनु भएको छ। आमेन। अरू यस्तै भिडियो हेर्नको निम्ति मेरो पेज सोल्जर अफ क्राइस्टलाई फलो र सेयर गर्न सक्नुहुन्छ। अन्तिममा सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह।